हेलो साथीहरुलाई म अब बिहान टिपेर ल्याएँ। अब अहिले धोइ पखाली गरेर सिमी केलाउँदैछु है। अब किराले खाएको हुन्छ नि त, अनि बेलामा जोगाइ राख्नु पर्यो। घाम अस्ताउन लाग्यो। 4:30 भयो। किनेर ल्याएको भए पो छानी ल्याएको हुन्छ, अनि यसो धोने बेलामा पनि छानेको हो, किनकि किराले खाएको हुन्छ, प्वालहरू हुन्छन्। त्यही भएर यसलाई बोइल गरेर छोप लाएर अचार बनाएर खाइने हुन्छ। यो चाहिँ सबै फुटाएर हेर्नुपर्छ के। जाडो छ, तातो पानी खानु पर्यो। ठिक छ। यसलाई आलुसँग पर भुटेर प्याज अलि धेरै हालेर अब त्यतिखेरसम्म के आउँछ मुड। बोइल गरेर छोप नि हाल्न सक्छु, दाल भइहाल्छ।